ल आज चाहिँ 3 दिन भयो भाइ बाहिर खाना खान थालेको अनि उसको आज खाना खाने दिनमा हामीले यसो उसलाई यहाँ साथी आएको छौँ हामी सबैजना सरी हुँदैछ यहाँनिर चाहिँ यसो पूजासुजा गरेर अनि खाना आफै बनाएर खानु पर्यो केटो चाहिँ यहाँ तल नुहाइधुवाइको लागि रेडी हुँदै रहेछ टाइम पास यो चाहिँ हात आफ्नो हुन्छ नि त आज चाहिँ गुलमै पल्टिन्छ क्या हामी चाहिँ यहाँ खुवाइसकेर अब हामी निक्लेको है जाँदैछौँ अब हामी चाहिँ आइपुग्यो है तलबाट हामी लिएर आइपुगिसकेको छौँ सर चेता हुन्छ आइपुग्यो हामी भर्खर आइपुगेको है लिएर सरलाई